हेलो वेलकम टु माई युट्युब च्यानल आई एम रुपेश ओली। सबैजना सन्चै हुनुहुन्छ होला। आज छुट्टी थियो मेरो होइन, त्यही भएर मसँग केही सामानहरू पनि नयाँ आएको थियो। मैले क्यामेरा अनि त्यस पछाडि माइक्रोफोन DJI मिनी 2 को माइक्रोफोन, त्यस पछाडि एनडी फिल्टरहरू लिएको थिएँ। त्यसको म आज रिभ्यू गर्दैछु होइन, कस्तो छ अनि त्यसको क्वालिटीहरूदेखि लिएर अरू साउन्डदेखि लिएर सबै कुराहरू म आज चेक गर्न जाँदैछु। अपार्टमेन्टको साइडमा एउटा पार्क छ, त्यहाँ गएर मेरो दुईजना साथीहरू पनि छ, दुईजना साथीहरू अनि म जाँदैछौँ। लेट्स सी कस्तो हुँदैछ। यो चाहिँ मैले कुनै माइक्रोफोन पनि युज गरेको छैन, तर यो साउन्ड कस्तो आइरहेको थाहा छैन। म त्यहाँ पुगेर म DJI को माइक्रोफोन चाहिँ युज गर्छु। लेट्स सी कस्तो हुँदैछ। हामी रुमदेखि निस्किसक्यौँ। मसँग दुईवटा साथीहरू छन् होइन, सुशान्त अनि धर्म होइन। प्राय आज फोटोसुट अनि भिडियो सुट हुँदैछ हाम्रो, क्यामेराहरूको रिभ्यू पनि हुँदैछ होइन। हामी गइरहेछौँ अहिले, धेरै टाढा पनि छैन, त्यही 3-4 रुमदेखि 4-5 मिनट जति लाग्छ होइन। एउटा अस्टिनमा राम्रो पार्कमा गनिन्छ यो। सो हामी गइरहेछौँ। आज गर्मी चाहिँ लास्टी गर्मी छ, त्यही पनि अब युट्युबको लागि केही कन्टेन्ट पनि थिएन। कस्तो भइरहेछ तिमी त पछाडि देखाउ त, कस्तो भइरहेछ? कस्तो गर्मी चाहिँ लास्टै छ, एकदम साह्रै छ। आज फेरि छुट्टीको दिन मिलाएर पनि हामीहरू चाहिँ यसो बाहिरतिरको हावाहरू पनि खाऊँ भनेर हामी यहाँदेखि चाहिँ यता जाँदैछौँ राइटतिर। एकदमै दामी पार्क छ यहाँ चाहिँ, देखाउ त यता। ओके, धेरै मान्छेहरू पनि आइरहेको हुन्छन्, देखाउ है। बबाल छ बबाल। मैले पहिला पनि बनाएको थिएँ यसमा भिडियो, त्यतिखेर मसँग आइफोनदेखि चाहिँ बनाएको थिएँ, मैले कोपरदेखि बनाएको थिएँ। इट्स नाइस, इट्स नाइस प्लेस। साइक्लिङ गर्न पनि मिल्यो होइन, अनि वाकिङ अनि सो हामी चाहिँ आइपुगेका छौँ होइन। ल्याउन त्यहाँ क्यामेरा पनि छ, यतादेखि जान्छौँ हामी तल, यतादेखि भित्र जान्छौँ अनि यहाँ चाहिँ ट्राई गर्छौँ हामी पार्कभित्र आइसक्यौँ। यो साइडतिर चाहिँ फोटो राम्रो आउँछ जस्तो छ होइन। हामी यहाँ चाहिँ 1-2वटा फोटोहरू खिच्छौँ अनि लेट्स सी कस्तो हुन्छ। एकदमै दामी छ। मसँग चाहिँ सोनी A7 IB छ है, अनि त्यस पछाडि सिग्माको 24 to 70 mm को लेन्स पनि छ। मैले टाइम नभएर चाहिँ हल्का के अरे मैले बनाउनु पाएको थिएन। अनि त्यसपछि मैले एनडी फिल्टर पनि ल्याएको छु, किनभने चाहिँ एकदमै लाइट छ नि त अहिले यसमा चाहिँ, त्यो फिल्टरले बबाल दामी बनाउँछ। अनि मसँग DJI मिनी 2 को माइक्रोफोन पनि छ, म त्यो पनि युज गरेर देखाउँछु। ओके, सो अब हामी हेर्ने चाहिँ क्यामेराहरू, त्यस पछाडि एनडी फिल्टरहरू अनि माइक्रोफोनहरू यहाँनिर ट्राई गर्छौँ। सो ओके, म रेडी गर्दैछु, यता हो। ओके, सो पहिला चाहिँ म माइक्रोफोन जोड्छु होइन, किनभने हल्का साउन्ड पनि राम्रो आएको छैन होला। यता देखाउ। So I have Sony camera, लेन्सहरू। सो यो चाहिँ DJI
मिनी 2 माइक्रोफोन हो है, एकदम बवाल हुन्छ। यसमा चाहिँ यता हुन्छ, यसमा दुईवटा हुन्छ, एउटा दुईवटा। सो यसमा अर्को चाहिँ यो हुन्छ होइन, हामीले यो गोप्रोमा अनि त्यस पछाडि फोनमा अनि क्यामेरामा युज गर्न सक्छौँ। सो अहिले चाहिँ गोप्रोमा युज गर्दैछु म, एकदमै दामी आउँछ साउन्ड चाहिँ। सो ओके, मैले यता ल्याउँ त यहाँ, मैले चाहिँ ओके। सो रेडी भइसक्यो है। यसमा चाहिँ अहिले चाहिँ राम्रो साउन्ड आइरहेको छ होला होइन, यसको हो यो चाहिँ। सो या अहिले चाहिँ राम्रो साउन्ड आएको छ होला। अब चाहिँ एकदमै राम्रो छ यो, धेरै महँगो पनि पर्दैन, $169 समथिङ पर्छ। अब चाहिँ मसँग सोनी A7IB छ। यो चाहिँ एकदमै बवाल छ है। मैले चाहिँ हल्का सिनेमेटिक अनि त्यस पछाडि फोटोग्राफीको लागि लिए हो। सो हामी यसको चाहिँ यसबाट खिचेको भिडियोहरू अनि त्यस पछाडि फोटोहरू चाहिँ म पछाडि हाल्नेछु। अहिले चाहिँ यो चाहिँ 24-77 24-70 mm को लेन्स हो सिगमा होइन। यसको एकदमै दामी छ चाहिँ भयो। यसको भिडियो र फोटो चाहिँ म एकछिन पछाडि देखाउँछु। सो यो चाहिँ सानो लेन्स हो, यो चाहिँ यो क्यामेरासँगै आएको थियो, यसको अहिले त्यति जरुरत पनि छैन। अनि मसँग एउटा फिल्टर छ। यो फिल्टर चाहिँ एकदमै बवाल हुन्छ है। यस्तो लाइटहरू परेर हुन्छ नि, त्यतिखेर चाहिँ एकदमै राम्रो देखिन्छ यसले। म अहिले क्यामेरामा हालेर ट्राई गर्छु यसलाई, एकदमै बवाल हुन्छ यो चाहिँ, दामी हुन्छ यो पनि ट्राई गर्छु मैले। सो यही नै हो गाइज, मसँग अरू पनि छ। अब म 15-20 दिन पछाडि क्यालिफोर्निया जाँदैछु। त्यहाँ एसोमिट एउटा नेसनल पार्क छ, त्यहाँ गएर चाहिँ म एकदमै बवाल भिडियो ल्याउँदैछु। सबै सामानहरू लिएर मैले उता मेरो साथी रबिन पनि छ, सँगै मिलेर एउटा राम्रो भिडियो, 1-2वटा भिडियो बनाउने सोचमा छु। चाहिँ म ढिला नगरी योबाट खिचेको फोटाहरू, त्यस पछाडि यो युज गरेको अनि भिडियोहरू चाहिँ कस्तो आउँछ म अब सबै त्यही नै राख्दैछु। ओके, सी यू अगेन। कस्तो भयो फोटोसुट? आजको धेरै राम्रो हो, तर गर्मीले गर्दा चाहिँ अलिक साह्रै गर्मी बढेर छ अहिले टेक्सासमा। गर्मी त बवालै गर्मी बढेछ आजभोलि चाहिँ है। गर्मी नभए चाहिँ राम्रो छ, घुम्नलाई ठाउँ चाहिँ असाध्यै राम्रो रहेछ। तर तिमीहरूलाई थाहा थिएन नि त्यो ठाउँ? हामीहरूलाई थाहा थिएन, हामीहरूलाई थाहा नभएर अहिले चाहिँ थाहा भयो। यो रुमदेखि हाम्रो करिब 5 मिनटको दूरीमा छ। ठाउँ चाहिँ असाध्यै राम्रो छ। एकपल्ट टेक्सासमा रहनुहुने सबै नेपालीहरू आएर एकचोटि घुम्नु होला यतातिर भन्न चाहन्छु।
तिमी के भन्न चाहन्छौ त? के न आजको बवाल भयो, दामी भयो। पछि हाम्रो रिभ्यू हेर्न सक्नुहुन्छ युट्युब च्यानलकोमा गएर, त्यहाँ ट्याक्कला गएर हाम्रो आजको भ्लग दामी पाराले हेर्नु होला। अब हामी एकछिनमा जान्छौँ होला नि। Oh my god, यस्तो गर्मी। भनेर यो माइक चाहिँ एकदमै बवाल लाग्यो मलाई। सो त्यही नै हो। सी यु नेक्स्ट भिडियो गाइज। अर्को नेक्स्ट भिडियोमा चाहिँ म सायद क्यालिफोर्निया हुन्छु होला। त्यतिखेर चाहिँ एकदमै बवाल भिडियो आउँदैछ मेरो। किप वाचिङ गाइज है। माया गरिदिनु होला। नेभर गिभ अप हो रुपेश ओली चाहिँ, कहिले पनि हराउँदैन। सधैँ पनि नयाँ नयाँ कन्टेन्टहरू लिएर आउँदैछ रुपेश ओली। सो अहिलेलाई भने चाहिँ हामी जान्छौँ। सी